हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो होइन। आजको भिडियो चाहिँ अलिक फरक छ। यो भिडियोमा चाहिँ म जिम सकेर मेरो साथीसँग बाहिर फ्रुट खाँदैछु, कोकोनट खाँदैछु होइन। यो भिडियो चाहिँ मेरो पुरानो भिडियो रहेछ, मेरो इन्स्टामा पोस्टेड रहेछ। यसो हेरेको याद आयो होइन। अहिले यस्तो बडी त छैन, तर फेरि कोसिस गर्नेछु होइन जिम जानको लागि। केही दिनपछि म वापस जानेछु जिममा। अहिले चाहिँ केही जिम्मेदारी केही मजबुरी छन् होइन, त्यस कारण चाहिँ जिम जान सकेको छैन। अब फेरि जोइन गर्नेछु। फाइनली हामी चाहिँ जिम गरेर निस्किसकेको होइन। म चाहिँ रुमतिर जाने छ। पहिला हामी नास्ता खान गएछ, फ्रुटहरू खाइन्छ होइन। छाता उडाउने सानो भाइ फेरि छाता लिनु भएको छ कि पानी छानी आएको छैन। कति राम्रो कलरफुल देखिरहेको छ त्यो छाताहरू। फेरि बच्चा जस्तो गरिदिरहेको छ कि हाम्रो फेभरेट फ्रुट खाने अड्डामा आइसकेका छौँ हामी। यहाँ देख्न सक्नुहुन्छ नरिवल पानी, केरा, फ्रुट, फ्रेस कम तो इसका सर फोटो है ना। गाड़ी का आवाज मत दे रहा। नॉर्मल खाई रहा तो भाई करना भाई यार कैमरा मुझे हेर्नुहोस् त भाइ, यो भाइले खानै नजानेर मुखमा जुठो लगाइसकेको छ। हेर्नुहोस् त दर्शक पनि, यो सानो बाँदरले कसरी नरिवल गम गम खाइरहेको छ मुखमा जुठो लगाएर। हेर्नुहोस् कसरी खिच्छ। हामी चाहिँ अहिले ठ्याक्कै तपाईँको कुन ठाउँ छौँ भन्दाखेरि हामी चाहिँ भारतको पुणे भन्ने ठाउँ, यहाँ चिम्लीफाटा भन्ने ठाउँमा छौँ। पुनाको चिम्लीफाटामा। आशा छ सबैले मन पराउने हुनेछ, मेरो भिडियोलाई सपोर्ट गर्ने हुनेछ होइन। मलाई चाहिँ तपाईँहरूको एकदमै सपोर्टको जरुरी छ। भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनु होला होइन। म चाहिँ फुल भ्लगहरू ल्याउने कोसिसमा छु होइन। टाइमिङ मिलिरहेको छैन अहिले। जुन दिनदेखि टाइमिङ मिल्छ त्यो दिन चाहिँ म अलि लङमा होइन, अलि लङ भिडियोजहरू
मेरो दैनिक भ्लगहरू ल्याउने कोसिस गर्नेछु हैन। अहिलेलाई चाहिँ यति नै। त्यही हो, च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला है।